के गरेर खालिस हेरौँला भन्थिस् नि ल हेर कसरी खाँदो रहेछु सधैँभरि मासु भात खाने तेरो मात्रै छ औकात मेरो पनि यहाँ आएर तैँले महिनामा 15 चोटि खालास् तर म महिनामा 2 चोटि भए पनि यसरी खान्छु धेरै धेरै त जस्तो महिनामा 15 चोटि 2 पिस खाने देखिस् म भनेको महिनामा 2 चोटि भए पनि एकै तालमा एक चोटि हेलो गाइस आज चाहिँ हामी ट्राउट माछासँग खाना खाँदैछु ल यसरी हो खाने ट्राउटको सेलाएपछि आइपुग्यो म खाइसकेको के भयो त ए मलाई भन्दाको अबदेखि चिसो दिनुपर्छ यतातिर चाहिँ अलिक 1 घन्टा जति अगाडि पस्केर राख्नुपर्छ त्यसपछि आउँछ मलाई त हुन्छ माथि एउटाले यहाँ आएर के खाना छोडेर सोफा पनि यस्तो हालत बनाछ राक्षस हो कि यो मान्छे हो अर्को अझै त्यसलाई 2 घन्टा अगाडि पस्किएर राख्नुपर्छ खाना यहाँ छ यस्तो चाहिँ हो कि गाईछोडको माछा खाएर पच्दैन भनेर इनो ल्याएर यहाँ राखिरहेछ